नमस्कार। आज हामीले तपाईलाई अर्जुनधाराको ओमचोकदेखि थोरै उत्तरपट्टि यो पर देखिएको भनेको जुस फ्याक्ट्री है। यो जुस फ्याक्ट्रीबाट ठ्याक्कै पश्चिमपट्टिको यो रहेको व्यवस्थित प्लानिङमा लिएर आएको छौँ। ओमचोकदेखि उत्तर यो यो जुस फ्याक्ट्रीको ठ्याक्कै पश्चिम जाने मेन 20 फुटे ग्राभल बाटोबाट थोरै पश्चिम लगभग तपाईको 50-60 मिटर पश्चिम आएपछि चाहिँ ठ्याक्क हामी यो स्पटमा आइपुग्छौँ। हामीले बिक्रीमा लागेको जग्गा भनेको यही जग्गा हो। ठ्याक्क पूर्वपट्टि सानो पैनी छ, नक्साकै पैनी हो यो, केही समस्या छैन। सानो यसो खेतीबारीमा लाने खालको पैनी हो पहिलेदेखि नै। अनि ठ्याक्क हाम्रो यो 12.5 दुर्माटो जग्गा यही रहेको छ। जग्गाको दक्षिणपट्टि बाटो छ 20 फुटको ग्राभल बाटो र यो बाटो सिधै निकास भएर ऊ पर पल्लो गाउँसम्म जान्छ। जग्गाको पश्चिमपट्टि पनि यस्तो ठ्याक्क बाटो ग्राभल बाटो रहेको छ हैन। ठ्याक्क जग्गा यही मिलेको 12.5 दुर्माटो हाम्रो ठ्याक्क यही माटो हो, यही जग्गा हो। ठ्याक्क यही बाटोमा सटेको एकदमै राम्रो घडेरी। म अहिले जग्गाको ठ्याक्कै पश्चिमपट्टि छु। जग्गाको पश्चिमपट्टिबाट हेर्दाखेरि यो खालको दृश्य देखिन्छ। त्यो पर देखिएको भनेको हाम्रो ओमचोकदेखि मास्तिर चारपाने चोकबाट उत्तर ओमचोक हुँदै शनिश्चरे हुँदै दानाबारी अथवा चाहिँ जयपुर बुधबारे जाने बाटो निस्किने मेन बाटो हो। यो अगाडिको मन्दिर रहेको छ त्यो अगाडि ट्याक्कै यो बाटो चाहिँ यताबाट पूर्वबाट आएको बाटो, यता पश्चिमतिरबाट पनि निकास हुने, उत्तर पनि निकास हुने र दक्षिणपट्टि यो ढुङ्गा थुपारेको ठाउँ पनि ट्याक्कै यो बाटो रहेको छ। भने यो चारवटै बाटोको कर्नरको जग्गा ट्याक्क भोलि भविष्यमा गएर दोकान सोकान स्टोर पसल हैन कुनै व्यवसाय व्यापार गर्छु भन्दा यो 2-4 वर्ष पछाडि तपाईको ठ्याक्क एकदमै राम्रो घडेरी रहेको छ। ल यो घडेरीमा चाहिँ एकदमै लगानी गर्दाखेरि तपाईको राम्रो मुनाफा लिन सकिन्छ। धन्यवाद।